हेलो गुड मर्निङ सबैजनालाई फाइनली मेरो भ्लग चाहिँ अहिले सुरु भयो अनि मेरो हातमा चाहिँ पहिलोचोटि हो तर हामी सही ठाउँमै आयो है फर्स्ट हाम्रो ट्र्याफिक त सिलगढी निक्ल्यो नि त के इच्छा क्या हाइकिङ जाने प्लान गरेका थियौँ अस्तिबाट अनि आज चाहिँ हामी फाइनली हिँडि पनि सक्यौँ तर जाने चाहिँ धेरैजना जाने प्लान भए त लास्टमा ढोका पाएर हामी मात्र परियो दुईजना दिदीभाइ मात्र टक्कसँगले हामी चाहिँ घरबाट हिँडेर पनि अलिक अगाडि आएर भिडियो गरेको अब चाहिँ हामी हाम्रो आजको हाइकिङ डेस्टिनेसन चाहिँ जामाचा हुनेछ अनि हामी चाहिँ अब यहाँबाट नन स्टप सिधै जामाचामा गएर टिकट काटेर कति उकालो लाग्छौँ कस्तो पेलेर आउँछौँ अनि अब के गर्नु जाने त धेरैजना प्लान गरेको जाने कसैको के मिलेन कसको के मिलेन हाम्रो भतिजले त मलाई डाइरेक्ट दिइहाल्यो डेन्जरै हेर मैले भतिजलाई धेर कर गरिनँ प्लान मेकरहरू नि नजाने भएपछि के गर्नु त टक्कसँगले हामी चाहिँ लगभग कति बज्यो अहिले 9 बजेर यहाँ हिँडेको छौँ वहाँ पुग्न लाग्छ होला 1 घन्टा तर हामीले गएर हाम्रो हाइक कम्प्लिट गरेर आउँछौँ दुईजना पहिला पनि गएको थियो हाइकिङ तर फेरि पनि जाने भनेर तर बाटै बिर्स्यो उहाँ के अरे तल डेस्टिनेसन जाने बाटोसम्म बिर्सेँ क्या मैले ट्याक्सीमा गएको एकचोटि बिर्सेँ मैले त्यही छ टक्कसँगले जाने गाडी त पेले गर्छ हौ यस्तोलाई त्यसरी पेल्नुपर्छ फाइनली हामी हाइवे पनि आइसकेको थियो यसरी रोड काट्दा मर्छ के कस्तो खालको होला सेफ्टी त गर्नु नि हौ आफ्नो रिस उठ्ने त्यहाँ बिच बाटोबाट काटिरहेछ त्यसरी काट्नु हुँदैन नि रोडहरू कहिले मर्छ यताबाट चाहिँ यता गएर अब चाहिँ यता सट्टसँगले परे पाउँछ हौ परे पाउँछ यता किन्ने र यता किन्ने ओके पानी र फलफुल किन्ने अरे नानाले यहाँ रोकिएको छु रेकर्ड भइरहेछ होइन हेर्नु त यस हाय लिएर आउनु नि त किन न पारी जानु फाइनली हामी चाहिँ यहाँ के अरे फ्रुट्सहरू किनेर अगाडि बढिसकेका छौँ अनि रिसोर्ट आउँदा यिनीहरूलाई मात्र
हतार हुने रहेछ कति साह्रो पेलेको रिस उठ्ने यो बाटो चाहिँ मलाई हिँड्नु कस्तो मजा लाग्छ के यो बाटो तपाईँ हाइकिङ हिँडेको टोलीहरू होला यिनीहरू कहिले गाडी लाग्नु कोन त टिकटको लाइन मनै मरेर आयो धेरै मन मरेर आयो हामी चाहिँ अब फाइनली टक्कसँगले फर्क्यौँ हाइकिङ जाने मान्छे धेरै अति नै रहेछ र हामी चाहिँ अब फर्केर हामी चाहिँ डेस्टिनेसन चेन्ज गऱ्यौँ आज बाटो बिर्सी छिटो आउनुको कारण त यस्तो पो रहेछ त फर्किनु पर्यो लाइफमा पहिलोचोटि होला बाटो बिर्सेर भए पनि छिटो आएको फर्किनु पर्यो लास्टमा के गर्नु अब यस्तै छ हाइकिङ कस्तो हुँदैछ आज एकदम फन्नी पनि भइरहेछ गुगलले पनि 1 घन्टा 20 मिनट भनेर नागार्जुन शिवपुरी नागार्जुन आउनलाई चाहिँ 5 मिनट पनि नलाग्ने ठाउँमा आइसकेर गुगलमा हेर्दाखेरि 1 घन्टा 20 मिनट भनेर हामीलाई पागल बनायो अनि हाम्रो अलरेडी डेस्टिनेसन चेन्ज भएको छ डामाचोमा एकदमै भिड भएर तारिखेर भनेर हिँडेको गुगलले घुमाइदियो शिवपुरी लास्ट टाइम ल हेलो गुड मर्निङ सबैजनालाई फाइनली मेरो भ्लग चाहिँ अहिले सुरु भयो अनि आज चाहिँ यहाँ मैले भ्लग सुरु गर्नुभन्दा अगाडि कथा कहानी धेरै लामो भएको छ बाटो पनि लामो भएको छ सर्टकटमा भन्नुपर्दा हाइकिङ हामी चाहिँ जामाचो जाने भनेर हिँडेको घरबाट 9 बजी निस्क्यौँ खाजा सबै रेडी गरेर तर जामाचोमा टिकट काट्ने लाइन लामो भेट्यो त्यस पछाडि हामी अब त्यो मान्छेको भनेर फर्केर तारेभिर जाने भनेको गुगल पनि हेऱ्यौँ अनि तारेभिर भन्दा शिवपुरी टाढा देखाइरहेको थियो लास्टमा लोकेसन हेर्दै आउँदाखेरि गुगललाई फलो गर्दाखेरि हामी शिवपुरीको नजिक आइपुग्यौँ अनि हामी फेरि शिवपुरी नै आयो तर गुगलले चाहिँ अझै पनि 1 घन्टा 20 मिनट देखाइरहेको थियो गुगलले चाहिँ खै किन आज अनि मैले चाहिँ जति दिक्तारी भए पनि हाँसेर उडाइदिएँ त्यो लाइनै बसेर टिकट काट्नु पऱ्यो इन्ट्री हुन पनि लाइन बस्नु पऱ्यो भनेको हाइकिङ जाने हरेक डेस्टिनेसनमा कति धेरै हाइकरहरू हुँदो रहेछ आजभोलि पहिला चाहिँ हामी एकदमै पातलो हुन्थ्यो मैले पहिलोचोटि देखेँ कतिचोटि हाइकिङ गर्दा गल्यो अनि पहिला त झन् यता इन्ट्रोड्युस पहिला चाहिँ नि यहाँ के लाग्यो सबै तर टिपाउनु पर्थ्यो एकदमै धेरै पछि मैले फोरहरू चेक गर्थेँ तल खासै धेरै हुँदैन थियो नि त है अनि आज चाहिँ हाम्रो ग्रुप चाहिँ अझ ठुलो हुनुपर्ने तर सबैको के जुरेन अनि हामी दुईजना चाहिँ भनेपछि भन्यो भने हिँडेपछि हिँड्यो खालको पऱ्यौँ जसरी पनि जाने भन्ने हिसाबले हाम्रो त्यो हिसाबले नि प्लान भएर हामी हिँड्यो फाइनल हामी दुईजना
सुरु भयो हाम्रो हाइकिङ। तर थाहा छैन 12 बज्नै लाग्यो, डेस्टिनेसनै कता जाने भन्दै टाइम गयो। अब हामी बस्ने फर्किने धेरै टाढो जाँदैन होला, त्यस्तो हिट पनि नहिँड्ने है अब त सकिँदैन नि बिहान जस्तो। अब अनि टायर प्लस हङ्ग्री इक्वल टु हिँड्नु नसक्ने त्यस्तै भइरहेछ। अलरेडी हाम्रो हाफ इनर्जी सक्यो कि, किनभने बिहान केही खाएको छैन हाइकिङ जाने भनेर, खानेकुरा बनाएको छ, पानी बाहेक केही खाएको छैन। हिँडेको एकातिर अर्कोतिर आइपुग्यो। अनि दिल हाङ्रा मेरो चाहिँ पहिलोचोटि हो हाइकिङ। ऊ पनि गइराख्ने म पनि गइराख्ने, तर सँगै जाँदा दुईजनाको। लेट्सी शिवपुरी मेरो अलवेज फेभरेट हो, मेरो यो 4औँ पटक हो कि लाग्छ। तर म हरेकचोटि रिटर्न हुँदा डिफ्रेन्ट वेमा आइरहेको हुन्छु। शिवपुरीको सबैभन्दा रमाइलो बाटो चाहिँ यो एकदमै ठुलो छ। वी क्यान गो सर्टकट। यस दिलाङ 2-3 शब्द। किन ऊ चाहिँ गलेर लक्खप रहनु भएको छ। ल अलिक मासतिर गएर बनाउने नि त। ल हामी चाहिँ अलिकति सर्टकट छोड्यो पहिलाको। ल धेरै मान्छे अगाडि गइसक्यो, पछाडि पनि छ अझै इन्ट्री हुनेहरू पनि क्रम जारी छ। अब हामी चाहिँ एटलिस्ट बाटो खुल्यो। बाटोमा यो चाहिँ एकदम पोल्युसन अलिकति नट एक्सेप्टेबल बिहेभियरमा पर्यो। ल भन्दै अहिले चाहिँ फरेनरहरू त 2-3 माथि स्टेको लागि गएको हिँडेको रहेछ नि त। पर पर्मिसन लिइहाल्नु त आर्मी दाजुले सोध्दै हुनुहुन्थ्यो। उनीहरू पर्मिसन लिएर आइरहेको थियो। उनीहरू नाइट स्टे गर्नेहरूलाई माथि। हामी चाहिँ अगाडि त्यो बोर्ड सुन्दरी चल र यता आउने बाटो शिवपुरी छुट्टिन्छ, त्यो बाटो पनि हामी अगाडि आइसक्यौँ। अनि हामीले क्यामेरा पनि सेट गरिसक्यौँ। 2टा क्यामेरा ल्याएको थियो, एउटा चाहिँ नचल्ने भयो, कारमा प्रब्लम आयो। अनि एकजनाले फोटो खिच्ने, एकजनाले भ्लग बनाउने। तर मोड चाहिँ यो ठाउँको कस्तो शीतल अनि कस्तो मजाको एम्बियन्स आइरहेछ कि, किराहरूको चराहरूको जङ्गलको हावाको त्यसलाई नै फिल गर्दै हामी चाहिँ अगाडि बढ्छौँ। 11:30 हुन लागेछ। अघि मैले 12 बज्नु लाग्यो भनेको होइन रहेछ। हेरौँ कहाँसम्म पुग्छौँ आज। फोटोग्राफर दुई शब्द मेरो समर्थन छ। के हुनु र भोक लाग्यो कालो हिँडाइले। हिँड्नु त धेरै हिँडेको छैन, कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो। पूर्व हिँडेको मान्छे पश्चिम आइपुग्यो र पो त। म्याप त्यस्तै फेरि उताबाट घुमेर 5-10 मिनटको बाटोलाई 1.5 घन्टाको बाटो देखाइदिन्छ। धन्न भिरको टुप्पोमा पुऱ्याएर चाहिँ गो स्टेट चाहिँ भनेन। कहिलेकाहीँ त्यस्तो हुन्छ, टेक्नोलोजी भनेर भर पर्नु चाहिँ हुँदैन। तर हामी सही ठाउँमै आयो होइन। फर्स्ट हाम्रो प्रपोजल त शिवपुरी नै थियो नि त। मैले मार्नु भनेको नि तपाईँले गुगल म्याप। मैले मारिनँ त, मैले कराउ त जहिले कराइ खाने बानी भयो भने
त्यो कराई खाने अहिले त यस्तो भइसक्यो कराउने मान्छे चाहिँ बानी कराउने ठाउँ छैन भने पनि कराउँछ खोतली कराउने छैन हो त त्यस्तो हो के त्यो त अब हो कराउने कसरी कराउँछ नि कराउने बाटो दिन्छ नि त है त्यो बाटो नभए नि कोट्याएर हुन्छ के दिनु खोज्छ अनि हाँसेर यो बाटोमा यो कुरामा चाहिँ कराउँछ भनेर पनि तपाईँ पनि त्यही काम बिगारेपछि कराउँदैन त ल ल मामाको गाडी लिएर आउनुपर्छ रहेछ खाने पानी यहाँ कस्तो मजा आउँछ यस्तो खानु लिनु जानु मिल्छ हजुर पानी लिन मिल्छ क्या खानुलाई लाने त छ त हाम्रो त हालेर त्यस्तो चाहिँ यो नगर्नु बगेको पानी 20 रुपियाँको पानीलाई 25 रुपियाँ तिरेर लिएको छ छैन गाई चाहिँ म पर्फेक्ट छु त्यो भन्ने मात्र म यस्तो पर्फेक्ट छु गुराँसै फुल्यो बनाइमा रोड सकाएर यता नागी गुम्बाको सिँढीबाट हिँड्यौँ यहाँ बहिनीहरू भेटिरहेको छ के हो तिम्रो नाम मेरो दीक्षा तामाङ अनि अरू साथीहरूको नाम पनि भनिदेऊ न त बहिनीहरू हो के हो बहिनीहरूको नाम एउटाको सुप्रिया अर्कोको थाहा छैन एउटाको महेश त्यही हो अनि हाइकिङ आइरहेको छ हो म त आउँदिनँ पहिलोचोटि हो होइन मेरो त 5th टाइम हो अरू ठाउँमा चाहिँ आएको चाहिँ यहाँ चाहिँ आएको छैन ए जस हाइकिङ गरिरहेको छ कहाँबाट आएको नि दक्षिण काली ब्याक ए त ब्लगर त युट्युबमा हाल्नु भिडियो दिन्छ किन भने नि अब अनि भ्लगमा कोही भइरहेपछि भिडियो डाल्ने राम्रो फेरि कति राम्रोसँग फेरि सबैले उहाँहरू मलाई सबैले मन पराउँछ होइन तपाईँको नाम भन्नु म सब्सक्राइब गरिदिन्छु डेन्जो ब्लग ओके DANZOO डेन्जो ब्लग साथीहरूलाई पनि भन ल ओके दीक्षाको टक्क ब्लग आउँछ भनेर ओके छ मार्यो गुम्बा निस्किनु ल फाइनल्ली नागी गुम्बा चाहिँ आइपुग्यो शीतल बसन्त खायो बाई ल नागी गुम्बा रुम छ नि त उज्यालोको लागि त्यही त पहिला थिएन अहिले लाग्छ अनि के यो रातिको लाइट होइन अनि यहाँ बस्ने कि जाने यहाँ मेरो खुट्टा पुरै जाम भयो क्या अब एकछिन नि बसौँ न त ल पर्खा त खाऊँ अनि टन भयो एकचोटि जुत्ता खोलेर हो गर न यो माथि के यस्तो पुरा टाइट भइरहेछ कि कति अनि ट्रेनिङ गरेको मान्छेहरूको त त्यस्तै हुन्छ मौसम धेरैमा गाह्रो भएको हिँडेर गाउँमा बाइकमा हिँड्ने यस होइन अगाडि रुखको बोट छ हामी त्यहाँ खाजा खान्छ बसेको तर पहिला खास हेर्नु पर्ला हौ ठाउँ कतिको फ्यामिलियर छ मान्छे हौ आम्मा Where is the way to go there? Yes. I need to go around? Yes, you can go this side. Okay, not this side. Not this side. Yeah, you can go and left side. Thank you. Welcome. पसिनाले भिजेर
मान्छे त है जहीँ पनि हाइकिङको यहाँ त गेम पो खेलाइरहेको रहेछ ल फोटो खिच्नु फोटो चौतारीमा बसेर कस्तो भयो यो फुलेको हुनुपर्ने है क्या दामी हुन्थ्यो पातले होइन कति वर्षमा हिँडेको कति महिनामा धेरै भयो नि आज त ज्यानले पनि यसले के गरिरहेछ भने आया सबै खाजा खाने होइन यतिले हुन्छ है हुन्छ होला एप्पल एप्पी एप्पी भन्छ हाम्रो ओ यो त हामी खाँदै आउँदा हुन्थ्यो किन नखाएको यो गफै गफमा भोक पनि लाग्यो खानु होला होइन लागेर थाहा पाएको नि मैले त अनि यहाँ चाहिँ आदुम पहिला कम्ती छैन अनि एप्पल त झोल पऱ्यो नि भिडियो त उता अब गरी पठाएछ यता घुमाइ पठाएछ त्यहाँबाट पोखिया सकिएको यो अचार हाम्रो चाहिँ यहाँ किमानो रस छ होइन यहाँ चाम्रे छ यहाँ किमानो रस अचार छ अनि आलुदम प्लास्टिक छ यो चाहिँ अहिले प्याक गर्नु त्यो प्लास्टिक चाहिँ फाल्न पाइँदैन है अर्को छ त हौ खोलेको पानी थियो त हौ कहाँ फाल्नुभयो बोतल यसो गर्नु न यसो भरे के मान्नु रोक्छ पानी थोरै चाहिन्छ बा भन न यता हेर्देऊ न त भन्देऊ न त यो चाहिँ बोइल गरेको हुन्छ ओके हतारमा सबै अपुरो अपुरो छ बुद्धिले नभएको मेरो कम्ता आनन्द होइन बस्नु पिरो भयो तल लगेर पहालेर खानु पर्छ पिरो भएर धन्न स्याउ थियो यत्रो पिरो भयो पिरो स्याउ हाले अझ उनीहरू लगाएको छैन
खाजा खाएर फोटो खिचेर यो वरिपरि हामी चाहिँ जाँदैछौँ अब। हामी कता गइन्छ हो र? यहाँ चाहिँ घर बनाउँदै रहेछ अनि पहिलाको बाटो चाहिँ बन्द ब्लक छ जस्तो हुँदो रहेछ क्या, अनि मान्छे नै झुक्किने रहेछ। त्यही भएर सबैजना गुम्बाबाट फर्केर गए। त्यही त छैन, माथिबाट घुमेर त बागदर कट्नु पऱ्यो नि। ए माथि बागदर पुग्ने ठाउँ पुग्नु पर्छ। सिडी सिडी छ। वेलकम। यस्तो बाटो छ। कहिले काहीँ जिद्दीले भनेको पनि काम लाग्छ क्या। मेरो फोटो यो यस्तो दुखी स्वास लान्छ हेर्दाखेरि। फुक्नुपर्छ ल है, फोहोर फालेर हेर न किच्चकहरूले सबै किचक रहेछ। हामी मात्र रहेछौँ सबै भनेर के भन्नु। यो केटाकेटीहरू बुद्धि छैन। कस्तो फोहोर बनाएको त। यस्तो राम्रो बाटो कसरी एउटा घरले ब्लक गर्यो भन्छु क्या म। न त तल इन्फर्म दिनुपर्ने भन्छु नि। माथि झन् गुराँस फुलेको हुन्छ। के फुलिसकेको कि फागुनमा। जिद्दीको काम लाग्यो कि लागेन? लागेन। किन? उकालो हिँड्नु पर्यो। जानु मन छैन? हाइकिङ हिँड्ने गऱ्यो बस्छ सुत्नु खोज्छ यस्तो छ। अघाएर निन्द्रा लाग्यो कि झपझप बनायो। कस्तो हुँदैछ भन त? रमाइलो हुँदैछ। भनौँ न पहिलोचोटि होइन बाटो कस्तो लाग्यो? खाजा खाएर खाजा खाएर हिँडेको भएर नि। आया उकाली चढौला ओराली छरौला। गुराँसहरू चाहिँ फुल्न थालेको रहेछ। यहाँ छेउको गुराँस फुलेको छ। यहाँ चाहिँ जहिले फुलेको हुन्छ क्या। म आएको सिजनमा जहिले भयो। अरू चाहिँ फुल्नु बाँकी छ, कति त फुलिसक्यो। फोटोग्राफरले यहाँ खिच्दै हुनुहुन्छ। हामी चाहिँ के अरे उयो माथि यता माथि होइन, हामी चौतारा त्यहाँसम्म गयौँ। अनि त्यहाँबाट हामी चाहिँ फर्केर फेरि त्यही अहिलेको गुम्बाको बाटो जाँदैछौँ फर्केर। अनि आज चाहिँ छोटो मात्रै यात्रा भयो, मिठै भयो होइन। यहाँ चाहिँ कस्तो नेचरको कस्तो राम्रो यहाँ आनन्द लिन पाइयो। चराहरू जङ्गलको होलामा आज फर्केको। अब धन्यवाद। लड्छ होला है। दिमाग कहीँ हाल्दिन थालिसक्यो। फाइनली अब हामी चाहिँ घर लाग्यौँ है गाइस। फाइनली घैँटे चियामा हामी घैँटे र घैँटी आइपुग्यो। चिया खानु, घैँटेको चिया खानु। मलाई चाहिँ भोक लाग्यो। तपाईँलाई भोक लाग्यो लागेन? अहिले पो गलियो।
ओके हामी चिया खाएर कुरा गर्छौँ